गर्नेछ र दिदीले गर्दै गरेको सुसमाचार प्रचारमा तिमीहरू आउनेछ किनकि त्यो चाहिँ पवित्र आत्माको शक्तिको प्रदर्शनमा दिव्य सामर्थ्यको प्रदर्शनमा यीशुको पुनरुत्थानको यीशुको सामर्थ्यको प्रदर्शनमा हुनेछ नि त। त्यही कारण पनि यहोवा साबतको पवित्र स्वर्गदूतको अलौकिक पल्टन बिन म्यानिफेस्ट तैनात हु। यति बेला तिनीहरूले गाउँदै गरेको यीशु ख्रीष्टको आराधनाको भजनको स्वर यस कोठामा यस घरमा सधैँ सुनियोस्, कमला दिदीको घरमा सुनियोस्, 12 माइलमा नयाँ सर्नेवाला घरमा सुनियोस्। त्यहाँको अनरले परमेश्वरको पुत्र यीशु ख्रीष्टलाई अपनाउँदै गरेको चाल पाउँदछौँ। धन्यवाद धन्यवाद। त्यहाँनिर अनन्त जीवनको पानी नदीहरू बग्दै गरेको लगल त्यहाँ बारीहरूमा खेतबारीहरूमा के कुरा फल्दै गरेको थाहा पाउँदछौँ। हो हालेलुया। त्यो हरियाली पिता यही प्रार्थनाउँछौँ। वन मात्रै भनेको चाहिँ जङ्गल हो, वन मात्रै भनेको चाहिँ जङ्गल हो, तर तपाईँले चाहिँ अगाडि जी भन्ने शब्द हाल्दा जीवन भयो, लाइफ भयो। धन्यवाद तपाईँको पवित्र यीशु जीवितमा यीशु ख्रीष्टको नाउँको जीवन आएको छ। धन्यवाद। सारा प्रार्थना ख्रीष्ट यो अर्डिनेसनलाई यीशु ख्रीष्टको रगतमा सिल गर्छौँ। यो अभिषेक प्रार्थनालाई यीशु ख्रीष्टको रगतमा सिल गर्छौँ। धन्यवाद धन्यवाद धन्यवाद। त्यहाँदेखि उता यीशु ख्रीष्ट यहाँसँग तपाईँले बोल्नुहोस्। अलरेडी गर्दा होली स्पिरिट तपाईँ बोल्नुहोस्। यसै 10को 27 छ सर। इजिको 27 अनुसार म छोरी मान्छे कसरी गर्नु कसो गर्नु भन्ने जुवा तपाईँले अघिबाटै भाँचिदिइसक्नु भएको छ। 30 वर्ष नआएको छ यहाँले सुसमाचारको काम गर्दै गरेको 30 यीशु ख्रीष्टको बत्तिसमा लिएको उमेर पनि हो यो 30। दुष्ट शैतानलाई परीक्षामा त्यो यीशु ख्रीष्टले हराइदिनु भएको र यीशुले विजय पाउनु भएको उमेर पनि हो 30 र यहाँको पनि 30 वर्ष छ। 30 वर्ष त्यो समय पनि थियो जब परमेश्वर पुत्र यीशु ख्रीष्ट बत्तिसमा लिएर उक्लिँदै गर्दा स्वर्गीय सिंहासन उक्लेको समय पनि 30 वर्षै हो र यहाँ पनि 30 वर्षसम्म उहाँले यो काम गर्नुभएको छ। केही न केही त छ पिता। हो रब सिकिन लगाउँदा समथिङ ह्यापन्स, न्यू मिराकल ह्यापन्स। तपाईँको पवित्र स्वर्गदूतको सेनाको हलचल भिडहरूको हलचल थाहा पाउँदछौँ। धन्यवाद। तपाईँको महामहिमाको बादल गर्जिँदै गरेको सपोर्ट गर्दै गरेको थाहा पाउँदछौँ तपाईँको। थ्याङ्क यू भेरी फादर। र यहाँ मण्डलीमा पनि सेकेन्ड लाइन लिडर्सहरू तपाईँले अरू पनि भविष्यमा दिँदै हुन्छ, अझै तपाईँले खदाल्दै हुनुहुन्छ पहिलाको हरेक पनि त्यही ढल्काउनुहुन्छ। धन्यवाद। सानो प्रार्थना रविन सरलाई पनि धन्यवाद, उहाँको निम्ति धन्यवाद पिता। तपाईँको प्रिय पुत्र यीशु ख्रीष्टको जीवित नाममा माग्छौँ।